सो यति बेला चाहिँ हामी काठमाडौँबाट नुवाकोटतर्फको त्यो जाने क्रममा बाटोमा चाहिँ हामीले एउटा सानो झरना यति बेला हामीले फेला पारेका छौँ। जाने क्रममा यति बेला त्यो मौसम चाहिँ पानी पर्ने बेला यो सुमसुम पानी परिरहेको अवस्था र यही बावजुद पनि हामी नुवाकोटको भद्रतार भन्ने ठाउँमा हामी जाँदैछौँ। त्यसको जाने क्रममा यति बेला हामी बाहिर बसेको छौँ। हामी त्यति बेला बाटोमा यात्रा गर्ने क्रममा चाहिँ हामीले बाटोमा एउटा झरनालाई सानो झरनामा हामीले एउटा यहाँ ओर्लिएका छौँ र यहाँ केही रेस्ट पनि गर्ने सोचेर हामी यहाँनिर ओर्लिएका छौँ। सो यति बेला चाहिँ हामी यो ठाउँमा छौँ है, सानो झरना छ। हामी यो बाटो हुँदै दक्षिण आएका हौँ है। यो बाटो हुँदै हामी भद्रतार पारी यति बेला यो कुहिरोले सुकिरहेको छ है, कुहिरो लागिरहेको छ र कुहिरो सँगसँगै अलिकति पर केही समयपछि हामी त्यहाँ पुग्छौँ। त्यसपछि पुनः फेरि हामी दौडिनेछौँ। जिएनजी पार्टीले मलाई नखटेर म अहिले नखर्सेर म भागेर गइरहेको भने मेरो भन्नाको मेरो ठाउँमै भनी गइरहेको छ। के गर्नु, जिएनजीको केटाहरूले मलाई सखामै भन्ने भने मेरो बनाएको हामी मासतिर जाने घले भन्ज्याङतर्फ अब हामी मासतिर लागेका छौँ। माथि लाग्दैछौँ हामी अब कुण्डला स्कुलबाट। यही बाटो मास्तिर लाग्यो होइन र अस्ति नै हामी आउँदाखेरि चाहिँ यो बाटो चाहिँ पिच भएको थिएन, वटासिल भएको थिएन। अहिले चाहिँ वटासिल सहित बाटो एकदम राम्रो भएको रहेछ। हो, यही बाटो पत्ता लागिसक्यो। अब हामी अब मासतिर लाग्दैछौँ। अब केही समय पछाडि हामी माथि पुग्नेछौँ। फोन गर। ए भयो अङ्कल, भयो। यो बाटो नचिनेर गरेको भयो। हामी कुण्डला स्कुल कटेर हामी माथि घले भन्ज्याङ तर्फ अगाडि बढिरहेका छौँ। बाटो चाहिँ एकदम राम्रो छ। पहिला अस्ति नै हामी आउँदाखेरि चाहिँ यो बाटो पिच भएको थिएन, भर्खर बनाउँदै थियो। अहिले चाहिँ एउटा 2 वर्ष 2.5 वर्ष भइसक्यो। हामी 2 वर्ष अगाडि नै हामी आइपुगेका छौँ एकपटक। त्यसपछि हामी 2 वर्ष पछाडि फेरि विशेष काम बस हामी चाहिँ यहाँनिर आइपुगेका छौँ। यति बेला घाम पनि लागिरहेको छ, पारी हुस्सु पनि लागिरहेको छ, पानी पर्ला जस्तो पनि छ, घाम पनि लागिरहेको छ। हजुर यहाँनिर त सुमोमा माथि छतमा बसेर प्यासेन्जरहरू आइरहेको अवस्था। बाटो नगरतर्फ जाँदै गरेको यो बाटोमा बनाएको भिडियो हो। यति बेला हामी बिच बाटोमा पुगेका छौँ।
बाटो पनि एकदम राम्रो रहेछ यता बिच गरेको बाटो माइरी हामी जाँदैछौँ हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है भन्ने मेरो ठम्मै हो यति बेला चाहिँ हामी लिखु खोला छेउमा आइपुगेका छौँ तल बेसीमा आइपुगेका छौँ यता वरपर चाहिँ धानहरू लटरममा फलिरहेको छ झुलिरहेको छ हामी चाहिँ यति बेला लिखु खोला तल खोला छेउमा आइपुगेका छौँ बाटो चाहिँ एकदम राम्रो छ नयाँ पिच रहेछ बाटो एकदम राम्रो छ यतापट्टि हामीले खोल्सामा सानो खोला भेटेका छौँ यो पुल तरेका छौँ होइन पुल तरिसके पछाडि अब आउने खोला भने चाहिँ लिखु खोला होइन त लिखु खोला त नि होइन लिखु खोला नि हामी चाहिँ लिखु खोला पुल देखाउ त पुग्यो नि लिखु खोला 250 मिटर लामो पुल लिखु खोला तरेका छौँ लिखु खोलाको पुल पनि हामी तरिसकेका छौँ खोला पनि देखाउँ न ल लिखु खोला तरेर हामी पारिपट्टि लागिसकेका छौँ अब हामी यहाँबाट कुन साइड जाने हामी लेफ्टपट्टि लाग्ने भनेर दाजुले भन्नुभएको छ लेफ्टपट्टि अब हजुर यतापट्टि लाग्छ अब हामी हाम्रो डेस्टिनेसन पनि हामी अगाडि बढ्दैछौँ यहाँको भ्यू एकदम राम्रो छ रोड छेउमा फुलहरू फुलिरहेको घाँसको फुलहरू माथिपट्टि टारी खेतमा धान झुलिरहेको हाम्रो यात्रा रमणीय अवस्थामा चाहिँ अगाडि बढिरहेको छ एकदम राम्रो यति बेला घाम पनि लागिसकेको छ है घाम लागिसकेको छ माथि वन पारिपट्टि वन बिचमा रोड हाम्रो यात्रा एकदम रमाइलो भइरहेको छ शिवपुरी अस्पताल जाने बाटो शिवपुरी गाउँपालिका कृषि तथा पशुपति रोग सेवा हामी चाहिँ शिवपुरी गाउँपालिकामा आइपुगेका छौँ धेरै राम्रो भ्यू है तर गर्मी छ नि किनभने अलिकति होचो ठाउँ भएको कारणले गर्मी पनि छ यहाँनिर पुलिस बिट पनि रहेछ यहीँसम्म हो सर स्कुलसम्म के सो हामीले कुण्डला स्कुल लगभग आइपुग्न लागेको छ यो बाटो त्रिचुली उता त्यो खोइ कता हो मलाई नि एक्ज्याक्ट त अब त्रिचुली तादीपट्टि भेट्नु होला हामीले पर देखिरहेको यो रातो र सेतो भवन चाहिँ गाउँपालिका शिवपुरी गाउँपालिकाको भवन रहेको छ हो शिवपुरी गाउँपालिकाको भवन हो जस्तो लागिरहेको छ मलाई हो शिवपुरी गाउँपालिका भवनमा आइपुगेका छौँ हामी सेरा बजार 5 नुवाकोट शिवपुरी गाउँपालिका भवन रहेको छ र हामी चाहिँ यति बेला कुण्डला स्कुल आइपुगेका छौँ यही बाटो हो कुण्डला स्कुलबाट अब हामी मासतिर जाने घले भन्ज्याङतर्फ अब हामी मासतिर लागेका छौँ माथि लाग्दैछौँ हामी अब कुण्डला स्कुलबाट यही बाटो मास्तिर लाग्यो होइन र अस्ति नै हामी आउँदाखेरि चाहिँ यो बाटो चाहिँ पिच भएको थिएन वटासिल भएको थिएन अहिले चाहिँ वटासिल सहित बाटो एकदम राम्रो भएको रहेछ हो यही बाटो पत्ता लागिसक्यो अब हामी अब मासतिर लाग्दैछौँ अब केही समय पछाडि हामी माथि पुग्नेछौँ फोन स्कुल कटेर हामी माथि घले भन्ज्याङ तर्फ अगाडि बढिरहेका छौँ बाटो चाहिँ एकदम राम्रो छ पहिला अस्ति नै हामी आउँदाखेरि चाहिँ यो बाटो पिच भएको थिएन
भर्खर बनाउँदै थियो अहिले चाहिँ एउटा आएको 2 वर्ष 2.5 वर्ष भइसक्यो हामी 2 वर्ष अगाडि नै हामी आइपुगेका छौँ एकपटक त्यसपछि हामी 2 वर्ष पछाडि फेरि विशेष कामवश हामी चाहिँ यहाँनिर आइपुगेका छौँ यति बेला घाम पनि लागिरहेको छ पारी हुस्सु पनि लागिरहेको छ पानी पर्ला जस्तो पनि छ घाम पनि लागिरहेको छ हजुर खेत भनेर धान देखाइरहेको छ यसले त फेरि रोड देखाइदिरहेको अब त मलाई
तर अनुसार छ ल्याउन त जति लगाउने बेले वर्षौँ पर्छ ल्याउन त त्यो सुरु पर्छ त्यो ल्याउन जान के चिज ल्याउन तर त्यति के छ कि सेवा सम्म ज्ञान छ पर्दैसम्म त आज लाग्यो तर यहाँनिर खासै लादो प्रमाणित लादो उनीहरू जानु हरेक मला त्याने आत्मा नामशीचा मला आत्मा घेतला जो तिची तिने घेतला मग तपस्या जायचं तिला पाप धर्माती गेला म्हणून देत नाही त्या गेले पाप त्या गेले त्याने धर्माला याला सगळे मध्ये छेके घेतला छेके घेतला सगळे जातो गेला त्याला जो बाबा आईने करला त्याला म्हणला yang jadi semua lemo, yang jadi Jawa lemo, lalu Jawa lemo, atau mereka nama, hanya sudah macam lamo nabi sangat, saya lamo nabi jadi, kalau cuma nasi serba nabi pej nabi sakit je, lamo jadi anak sama, ada lamo tu jadi, cinta jadi, apa yang jadi anak nanti tak, lamo kita pegang dia. Segi kamu segi itu istilah dia kata-kata. Oh, biar dia jadi dharma, biar dia kau gitu. Kata dharma itu ada ke bapa itu ada. Oh, maybe bapa itu kita